भनेको हो भन्थे हो रहेछ। बाँकीका दिन त बोझ्ने होइन, गाह्रो छ यहाँ जिउनु सायद। अनन्त सुख होला स्वर्गैमा। सङ्कटमा दुख त स्वाभाविक हो, तर कारणविहीन पनि मन खिन्न किन बुझ्न त गाह्रो नै थियो। तर अहिले त संसार अझै धेरै विभिन्न छ। थाहा छैन अब अगाडि के हुने हो, राम्रो समय अझैसम्म छैन जुरेको। कागजको प्रभावले सपनालाई छोडेको, सङ्घर्ष गरी अझै सफलतालाई कुरेको। थाहा छैन अब अगाडि के हुने हो, राम्रो समय अझैसम्म छैन जुरेको। कागजको प्रभावले सपनालाई छोडेको, सङ्घर्ष गरी अझै सफलतालाई कुरेको। आउँछ कि घडी गरिरहेको छु इन्तजार, धेरैचोटि उठिसक्यो खाएँ कति हार। हार मानि पाल्ने लाग्न छोडिसक्यो यार, परिस्थिति बदल्यो गरे सपनाको तिरस्कार। थियो मेरो सपना एक मात्र हतियार, हार मात्र बन्यो मेरो सङ्घर्षको पुरस्कार। भट्किरहे आयो कलम बनी उपहार, सुख दुःख समेटी लाउँछु सङ्गीत मेरो उपचार। थाहा छैन अब अगाडि के हुने हो, राम्रो समय अझैसम्म छैन जुरेको। कागजको प्रभावले सपनालाई छोडेको, सङ्घर्ष गरी अझै सफलतालाई कुरेको। थाहा छैन अब अगाडि के हुने हो, राम्रो समय अझैसम्म छैन जुरेको। कागजको प्रभावले सपनालाई छोडेको, सङ्घर्ष गरी अझै सफलतालाई कुरेको। ऱ्यापर त होइन तर छ मेरो रहर, गाउँमा छ मन तर जानु छ सहर। सफलताको बाटोमा धेरै असफलता, त्यसैको लत लागि आज भएको निडर। मनुष्य चोला गर्ने सुखको खोजी, मनको गति असीमित इच्छाको रोगी। त्यही क्रममा धेरै दुःख भोगी, मैले बुझेँ किन हुँदो रहेछन् अस्तित्व जोगी। सायद समय अब राम्रो हुने भयो, सङ्घर्षको फल एक दिन मैले पाउने हो। कागजले जिन्दगीमा बदलाव ल्याउने हो, खुसीका पलहरूले जिन्दगी सजाउने हो। सायद समय अब राम्रो हुने भयो, सङ्घर्षको फल एक दिन मैले पाउने हो। कागजले जिन्दगीमा बदलाव